हातहरू हेर्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। त्यो दुई हात चलाएर तपाईँ आफै बाँच्नुपर्छ। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईँको चाहिँ श्रममा जोडेर, श्रम मार्फत माटोमा जोडेर, माटो हुँदै देशसँग एउटा नागरिकलाई जोड्ने अभियान हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँहरू सबैजनालाई हार्दिक हार्दिक सहयोग गर्न चाहन्छु। देशलाई छैन, छ त सिर्फ संस्कृति। तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ। स्वाधीनताको कुरा गर्छ श्रम संस्कृतिले। विदेशी ऋणको भरमा देशको बाटो बनाउनुपर्छ, पुल बनाउनुपर्छ भन्दैन। यही देशको तपाईँको छैन हामी सबैसँग भएको दुई हात प्रयोग गरेर, यही देशको स्रोतलाई परिचालन गरेर, यही देशको अर्थतन्त्रलाई उभो लगाएर, यही देशमा उत्पादन गरेर, यही देशमा राम्रा राम्रा कामहरू गरेर देशलाई अगाडि बढाउन चाहन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशी तपाईँको छैन चलखेलमा, विदेशी तपाईँको रणमैदान बढ्न आँटेको हाम्रो देशलाई बचाउन निस्केको एउटा महाअभियान हो श्रम संस्कृति अभियान। यो श्रम संस्कृति अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? म सबैलाई सोध्न चाहन्छु, तपाईँ जोडिन चाहनुहुन्छ? अनि साह्रो भनिदिनुहोस्, पछाडि बस्नेहरूले भनिदिनुहोस्, तपाईँ जोडिन चाहनुहुन्छ हो कि तपाईँलाई लागिरहेको छ म त एमालेको यस्तो नेता, म त कङ्ग्रेसको यस्तो नेता, म त्यही पार्टीको भयो? गफ नगर्नुहोस्। यो गफ सुनेको 70 वर्ष भइसक्यो, 80 वर्ष भइसक्यो। नाउ वी क्यानट वेट एनिमोर। अब हामी पर्खन सक्दैनौँ। 100 वर्षसम्म हेरौँ न त हाम्रो पार्टीहरूलाई कतै गर्छ कि भन्ने फुल त्यो खालको मूर्ख हामी बन्दैनौँ। यहाँ अधिकांश जेनजीहरू उपस्थित हुनुभएको छ। जेनजीहरूलाई त्यो कुरा मनपर्छ हो? जेनजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्रै होइन, क्रान्तिकारी विकास गरौँ भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा के फरक छ? म तपाईँहरूलाई भन्न चाहन्छु, विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाईँ हामी सबै मिलेर गर्छौँ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौँ भने 11 महिना बचाउँछौँ। त्यो 11 महिना बचाएर त्यसरी तपाईँको छैन छिटो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो। म यहाँ सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट एडिबी र वर्ल्ड ब्याङ्कले दिन्छ अनि म विकास गर्छु भन्ने आशामुखी बन्दैन हाम्रो। अब श्रम संस्कृतिले त्यो बन्न हामीलाई सिकाउँदैन। त्यो कुरा जेनजीले भन्न चाहेको हो भन्ने मैले बुझेको है। जेनजीको आन्दोलनमा भएको अनस्पोकन ट्रुथ नभनिएको एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने पनि हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमै लेखेका छौँ हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, हामीले नै जित्ने हो। कुनै शङ्का छ? हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ। त्यस पछाडि हामीले चाहिँ जेनजीको एउटा आयोग बनाउँ है। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि होइन? 80 वर्ष पुगेको तपाईँको चाहिँ मान्छेले, नेताले सोचेको कुरा र तपाईँको चाहिँ हिजो अस्तिको बाल के तपाईँको चाहिँ एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेनजीको स्पिरिटलाई, जेनजीको चाहिँ यो सेन्टिमेन्टलाई, जेनजीको तपाईँको चाहिँ निड्सलाई, सबै कुरालाई चाहिँ आवश्यकता, चाहना र तपाईँको चाहिँ भावनालाई समेटेर यो देशको अग्रगामी छलाङ मार्ने गरेको नीतिहरू हामीले बनाउँछौँ। पैँती लिएर, कोदालो लिएर, मैले प्रतीकात्मक हिसाबले भन्दैछु, कोदालो नै लिएर नखन्नुला, अर्ने कुनै मेसिन लिएर पनि खन्न सकिन्छ। तर म के भन्दैछु भने जोसको कुरा हो, स्पिरिटको कुरा हो। बाँझो नेपाललाई चिर्नका लागि तपाईँहरूले मलाई सघाउनुहुन्छ? सघाउने हातहरू हेरौँ न त। यतिका हातहरू देख्न चाहन्छु। सबै मिलेर एकचोटि भन्नु त, 3 करोड नेपालीको 6 करोड हात। सबैजनाले भन्नुहोस्, सबैजनाले भन्नुहोस्, 3 करोड नेपालीको 6 करोड हात। देश सम्झिँदा लाज लाग्ने होइन, देश सम्झिँदा डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। अघि भर्खर हामीले के भन्यौँ? देश देश देश। त्यसो भएको कारणले अझै जोडले भनौँ, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब
नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। हामी सबैजना श्रमदाता बन्न तयार हो? श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जुन पार्टीको आफ्नो झण्डा छैन। आफ्नो झण्डा बोकेर हिँड्न थाल्यो भने राष्ट्रिय झण्डाको मोह हराउँदै जाँदो रहेछ, देशप्रतिको माया पनि हराउँदै जाँदो रहेछ। मेरो त यो पार्टीको झण्डा हो भनेर त्यही बोकेर बस्नु पर्दो रहेछ भनेर हामीले झण्डा राखेनौँ। मन पर्यो तपाईँहरूलाई? मन पर्यो है? हामीले कुनै उच्च नीच नहोस् भनेर समतामुखी तपाईँको चाहिँ हाम्रो श्रम संस्कृति बनाउनु पर्छ भनेर यो पार्टीमा कोही नेता र कोही कार्यकर्ताको परिकल्पना गरिएको छैन। यो पार्टीमा सबै मान्छे श्रमदाता हो। यहाँ कसैलाई नलागोस् म चाहिँ नेता हो भन्ने नलागोस्, हामी सबैजना श्रमदाता हो। तपाईँ पनि श्रमदाता, म पनि श्रमदाता, तपाईँ पनि श्रमिक, म पनि श्रमिक। भोलि म जुनसुकै ठाउँमा पुगौँ नपुगौँ एउटा ठाउँमा छ, तर सधैँभरि मेरो सोचाइ यही हो। श्रमदाता बन्नुहुन्छ? बन्नुहुन्छ? त्यसो गरिदिनुहोस् न, बन्नुहुन्छ? यो जोस हुनुपर्छ, यो जोस हुनुपर्छ। मैले बारम्बार भन्दै आएको कुरा यहाँमा दोहोऱ्याउन चाहन्छु एकचोटि। हाम्रो प्रतिस्पर्धा न एमाले हो, न कांग्रेस हो, न माओवादी हो। माओवादी छैन भने होला, न कुनै पार्टी हो। हाम्रो प्रतिस्पर्धा भनेको चाइना र इन्डियासँग हुन्छ। केमा हुन्छ? विकासमा, अरू थोकमा होइन। विकासमा, श्रममा, उत्पादनमा, निर्माणमा, सुशासनमा हामी चाइनासँग टक्कर गर्छौँ। त्यो जोस छ तपाईँको छातीमा, त्यो जोस छ? तपाईँको पाखुरामा दम छ? तपाईँको छातीभित्र यो देश छ? यदि त्यसो भने यो देश बन्दैन भन्ने कुरामा कुनै तपाईँको छैन होइन। हामीले यो देश बन्दैन भन्ने कुरै भएन, यो देश बन्छ भन्ने कुरामा दुखिला भयो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण तपाईँको छैन भान्जा भान्जी र जेएनजीहरू सबैजना यहाँ हामीलाई जे जति सुनिराख्नु भएको छ, यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। यो देशलाई दूरदर्शी नेताको खाँचो छ है, यो देशलाई दूरदर्शी नेताको खाँचो छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सेवक होइन, नेता चाहन्छौँ, नेतृत्व चाहन्छौँ। तपाईँ भोको हुँदाखेरि तपाईँलाई भात लिएर खुवाउने भनेको त्यो सेवक मात्र हो। तर तपाईँ भोको हुँदाखेरि तपाईँले आफै अन्न उत्पादन गरेर खाना सिकाउने मान्छे नेता हो। त्यसो भएको कारणले गर्दाखेरि म यस समाजलाई, यो नेपाली समाजलाई उठाउन चाहन्छु, दुरुत्को तपाईँको चाहिँ जगाउन चाहन्छु। अब हामी गरेर खानुपर्छ, मरेर जानु हुँदैन, मरेर जानु हुँदैन। यता हेर्नुहोस्, यो हाम्रो टी सर्ट हो, उता स्टेजतिर फर्किदिनुहोस्। यहाँ लेखिएको छ, म हौ श्रमदाता, हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। त्यो श्रमदाता बन्ने हो तपाईँ? त्यो श्रमदाता बन्ने हो तपाईँ? हो। हाम्रो श्रमको सिद्धान्तले, हाम्रो श्रम संस्कृतिको मान्यताले के भन्छ भने अल्छी मान्छे मरेको मान्छे। मान्छे मर्नका लागि सासै जानु पर्दैन है। हाम्रो श्रमको सिद्धान्तले के भन्छ, यदि तपाईँ अल्छी हुनुभयो भने तपाईँ जिउँदो लास हो। जिउँदो लास भनेको के हो? कहिले सास जान्छ र त्यसको अन्त्येष्टि गरौँ भन्ने पर्खिने मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि यो देश बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्ने हुनुपर्छ। तपाईँहरू जीवित मान्छे हो, तपाईँहरू जीवित मान्छे हो, तपाईँहरू जीवित मान्छे हो। यदि तपाईँहरू जीवित मान्छे भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, जीवित नेपालीहरूको देशमा कुनै तपाईँको विदेशी शक्तिले हालिमुहाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्रियता भन्दा ठुलो अरू केही देख्दैनौँ। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको खम्बा अगाडि दिन्छु, लाइन ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोडिदिनुहोस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश भौतिक सेवा सुविधाको प्रलोभन भन्दा माथि छ। हामी आफै ल्याउन सक्छौँ बत्ती, हामी कसैको तपाईँको चाहिँ एमसिसी र फ्यामसिसी हामीलाई चाहिँदैन। हामी आफै उत्पादन गर्न सक्छौँ, हामी आफै उत्पादन गर्न सक्छौँ।
है हामी आफै उत्पादन गर्न सक्छौं किनभने मरेको नेपाली छैन बाँचिरहेको जिउँदो श्रमदाताहरूको देश हो यो त्यसो भएको कारणले हामी गर्न सक्छौं प्रविधिमा हामी कमी छौं भन्ने तपाईलाई लागेको होला भ्रम हो न प्रकृतिमा हामी कमी छौं सगरमाथा जस्तो तपाईको छैन सर्वोच्च शिखर भएको देश संस्कृतिमा न हामी तपाईको छैन हामी चोक चोकमा गाउँ गाउँमा टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ हामी न संस्कृतिमा कम छौं न प्रविधिमा कम छौं आज भन्दा 1500 वर्ष पहिला ढिकी र जात्रे